के तपाईको विद्यालयमा ड्रप आउट भएका विद्यार्थीहरू पढ्न आइराखेको छ वा तपाईले मिस्टेकले चाहिँ विद्यार्थीहरूलाई ड्रप आउट गरिसक्नु भएको छ, फेरि त्यसलाई चाहिँ इमेजमा ल्याउन अप्ठ्यारो भइरहेको छ भने अब तपाईले चिन्ता लिनु पर्दैन। त्यस्ता विद्यार्थीहरूलाई चाहिँ तपाईले रिभाइभ गर्नुपर्ने हुन्छ। रिभाइभ गर्नको लागि केही प्रोसेसहरू छन्, केही टिप्सहरू छन् जसलाई तपाईले फलो गरेर त्यस्ता विद्यार्थीहरूलाई रिभाइभ गरेर सेम क्लास रिपिट अथवा अपग्रेड गर्न सक्नुहुन्छ। ती सम्पूर्ण जानकारीहरू पाउनको लागि यो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र भिडियोलाई लाइक गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनमा क्लिक गर्नुहोला, किनभने यस्तै खालको उपयोगी भिडियोहरू म बनाउँदै गर्छु। सबभन्दा पहिला तपाईले नोटिफिकेसन पाउनुहुन्छ र मैले बनाएको सम्पूर्ण भिडियोहरू तपाईले हेर्न सक्नुहुन्छ। सुरु गरौँ आजको खास विषय वस्तुबाट। जस्ट म कम्प्युटरको स्क्रिन शेयर गर्न चाहन्छु। सबभन्दा पहिला तपाईहरूले आफ्नो इमेज पोर्टल खोल्नुहोला अनि तपाईहरूले क्लिक गर्नुहोला स्टुडेन्ट रेकर्डमा। अनि यहाँ क्लिक गरिसकेपछि तपाईको फर्स्टमै स्टुडेन्ट इन्फर्मेसन आउँछ, तपाईहरूले यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि तपाईको यहाँ हेर्न सक्नुहुन्छ यहाँ जुन विद्यार्थीको चाहिँ तपाईले रिभाइभ गर्नुपर्ने हो त्यो विद्यार्थी कुन सालमा ड्रप आउट भएको हो, त्यसमा रेकर्ड छ कि छैन पहिला तपाईले त्यो हेर्नुहोला। जस्तै मैले यहाँ हेरेँ, यहाँ क्लिक गरेँ, मैले यहाँ लोड गरेँ। यहाँ लोड गरिसकेपछि अब म हेर्छु त्यो विद्यार्थीको नाम यहाँ म खोज्छु। तपाईहरूले पनि यस्तै खोज्नुहोला। जस्तै मैले गर्नुपर्ने जुन विद्यार्थी छ त्यो विद्यार्थी यही हो, उसले ड्रप आउट भएको। यो ड्रप आउटको भएको विद्यार्थीको यहाँ म विवरण मिलाउँछु सबै। यहाँ एक्सनमा गएर तपाईले भ्यू डिटेल पनि हेर्नुहोला अनि हेरेर एकदम पहिला क्लियर भइहाल्नु होला कि यही विद्यार्थीको रिभाइभ गर्नुपर्ने हो भनेर। अनि यहाँ उसको तपाईले इमेज नम्बर चाहिँ कपी गर्नुहोला। कपी गरेर अनि तपाईहरूले जान्नुहोला यहाँ स्टुडेन्ट रेकर्डको यहाँ लास्टमा तपाईले हेर्न सक्नुहुन्छ यहाँ रिभाइभ स्टुडेन्ट दिएको छ। यहाँ तपाईहरूले क्लिक गर्नुहोला। जस्ट मैले यहाँ क्लिक गरेँ। यहाँ क्लिक गरिसकेपछि अब कति सालको हो, अब मानौँ यहाँ 2081 को हो, मैले 2081 में यहाँ क्लिक गरेँ। अनि त्यो स्टुडेन्टको चाहिँ तपाईले चाहिँ इमेज नम्बर यहाँ लेख्नुहोला अथवा कपी गरेर पेस्ट गर्नुहोला। जस्ट मैले पेस्ट गरेँ अनि यहाँ तपाईले लोड गर्नुहोला। लोड गरिसकेपछि अब यहाँ हेर्न सक्नुहुन्छ त्यो विद्यार्थीको यहाँ नाम आइसकेको छ। यहाँ भ्यूमा गएर तपाईले त्यसको डिटेल पनि हेर्न सक्नुहुन्छ। यहाँ भ्यूमा क्लिक गर्नुहोला। यहाँ भ्यूमा क्लिक गरिसकेपछि अब तपाईले अब कुन क्लासमा तपाईले त्यो विद्यार्थीलाई रिभाइभ गर्नुपर्ने हो त्यो क्लास यहाँबाट सिलेक्ट गर्नुहोला। जस्ट मैले यहाँ 2082 मा अब मानौँ क्लास 7 मा गर्नुपर्ने हो भने क्लास 7 मा मैले यहाँ क्लिक गरेँ 6 बाट 7 मा अनि यहाँ रिभाइभमा क्लिक गर्नुहोला। जस्ट रिभाइभमा क्लिक गरिसकेपछि स्टुडेन्ट इज रिभाइभड सक्सेसफुली। यसरी तपाईहरूले कुनै पनि विद्यार्थीलाई जानिकन वा नजानिकन अथवा गल्तीले ड्रप आउट भइसकेको छ भने अथवा त्यसको गार्जियन चाहिँ फेरि मेरो विद्यार्थी पढ्छ फेरि त्यसलाई त्यो नाम एडमिट गरिदिनु, इमिस गरिदिनु, त्यस्तो समस्या आउँछ भने तपाईले त्यस्ता विद्यार्थीहरूलाई यसरी चाहिँ रिभाइभ गर्न सक्नुहुन्छ। अनि अब यो विद्यार्थीको नाम तपाईले अब जस्तै मैले अब 7 क्लासमा गरे, फेरि 7 मा गएर म यहाँ हेर्न सक्छु। हेर्नुहोला अब रिभाइभ भएको छ कि छैन एकचोटि तपाईहरूले के गर्नुहोला, चेक गर्नुहोला। जस्ट मैले यहाँ गरेँ अनि म यहाँ हेर्नुस् आइसकेको छ। अब 7 मा यहाँ आइसकेको छ। यही प्रोसेसहरू फलो गरेर तपाईले ड्रप आउट भएका विद्यार्थीहरू वा गल्तीले ड्रप आउट भइसकेका विद्यार्थीहरूलाई चाहिँ रिभाइभ गरेर त्यसलाई सेम क्लासमा रिपिट गर्न सक्नुहुन्छ वा अपग्रेड गर्न सक्नुहुन्छ। यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा आफ्नो विचार राखिदिनु होला। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनमा क्लिक गर्नुहोला। फेरि भेटौँला यस्तै उपयोगी भिडियोमा। थ्यांक यू फर वाचिङ।